गाइज नमस्ते, वेलकम टु माई च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म दक्षिण पूर्व जान लागेको। आज लक्ष्मी पूजाको दिन अफिसको कामले गर्दाखेरि जानु लागेको हो। ह्याप्पी तिहार सबैजना नेपालीहरूलाई। र आजको दिन रमाइलो हुन्छ भन्ने आशको साथमा म जाँदैछु दक्षिण पूर्व। हेर्दै जानु होला के हुन्छ बाटोमा होइन। अनि आज लक्ष्मी पूजा, अब आज त भैलो हो क्या अरे होइन, भोलि देउसी। यसपालि त भाइटिका पनि अलि एक दिन त सरेछ होइन। यसपालिको तिहार रमाइलो गर्नुपर्छ। जिन्दगी के छ र मज जानु। अनि गाइज के छ नयाँ नौलो विपिन जोशीको लास आएछ नेपाल है। सो स्याड। अब रेस्ट इन पिस। के भन्नु, सरकार राम्रो नभएपछि जनताहरूले दुःख पाउँछन्। तर 1.5-2 वर्षपछि कस्तो भयो होला बाउ आमालाई, दिदी बहिनीलाई। यस्तै छ, के गर्नु, सरकार यस्तै छ। अब नेपालीको ज्यान त ज्यानै होइन। उनीहरूलाई त नेपाली मर्दैमा केही नै फरक पर्दैन। त्यस्तो देशको हालत खतम भइसक्यो, खतम बिग्रिनै सक्यो। अब हामी अहिले पनि हाम्रो बुद्धि आएन भने चाहिँ हामी अरूकै देशको गुलामी हुनुपर्छ होइन। अब यो तिहार पछि ठुलो आन्दोलन छ। यो ठुलो कसैले आह्वान गरिसक्यो होइन, निस्किनुहोस् बाहिर भनेर। निस्किदिनुहोस्, देशको लागि के राम्रो हुन्छ, राम्रो हाम्रो देश बचाउने हो हामीले होइन। अब नेताहरूले त देश डुबाइहाल्यो, हाम्रो देश बचाइदिउँ, हाम्रो राष्ट्र बचाउँ, हाम्रो नेपाल आमालाई बचाउँ क्या। हामी पार्टी भनेर नलागौँ, हाम्रो देश भनेर लागौँ। र दसैँ तिहार पछिको आन्दोलनमा चाहिँ सबैजना आइदिनुहोस् होइन। देश धेरै रोइसक्यो, धेरै नै रोइसक्यो। कतिखेर मरिन्छ भन्ने पनि थाहा भएन क्या नेपालमा। नेताहरूले त्यस्तो बनाइदियो क्या हामीलाई। हामी भर्खर 24-25 वर्षको केटाहरूलाई यस्तो भएको हो भने भर्खरका 10-15 वर्षको बच्चाहरूले त अहिले उनीहरू थाहा पाइसक्यो कि नेपाल यस्तो भइसक्यो भनेर। त्यही भएर प्लिज सबैजना उठौँ होइन, एकजुट हौँ, देश बचाउँ। यस्तै छ, के गर्नु। अब नेताहरू सम्झ्यो भने त भित्रैबाट रिस आउँछ नि, के गर्नु। यस्तो बिजोग बनाइदियो हाम्रो देशलाई। यस्तो राम्रो, यस्तो सुन्दर, यस्तो हरेक छ यार हाम्रो देशमा। विदेशीहरू घुम्नको लागि हाम्रो देश आउँछन् यार। हामी नेपालीहरू काम गर्नको लागि अर्का देश जानुपर्छ क्या। कस्तो विडम्बना छ देशको हालत होइन। किन यस्तो चाहिँ बनाएको होला, यस्तो चाहिँ किन जस्तो लाग्छ देशमा। जहाँ पनि राजनीतिक छिराएको, जहाँ पनि घोटाला अति नै भयो, अति नै भयो।
अब यत्रो हुँदाखेरि पनि आउँदैन। उनीहरूकै कुरा ठुला हुन्छ। होइन हामी देश बनाउनुपर्छ अब भन्ने कुरो लाग्दैन नि। नाना थरी भनेर त्यो होइन नि त। होइन नेपाली नागरिक हो। देशमा यत्रो विध्वंस मच्यो, यत्रो भयो होइन। त्यही पनि पार्टीको मान्छेहरूलाई केही रिगेट छैन क्या। यत्रो मरे होइन। पार्टी मात्रै जोगाउनको लागि मात्रै हिँडेको छ क्या। देश जोगाउन होइन, पार्टी जोगाउन क्या। 12 वर्ष कुकुरको कुरो धुनमा राख्दा सिधा हुँदैन नि। नेपाली पनि त्यही भयो क्या। त्यही भएर जागौँ होइन, देश बचाउँ, त्यही नै हो। जय नेपाल। लगायत म चाहिँ अफिसबाट अब निस्केँ है दर्शनको लागि। अब अघि ठुल्ठुलो कुरा गरे जस्तो लाग्छ होला है मान्छेहरूलाई। देशभक्ति कुरा गऱ्यो, देश यो त यस्तो भयो उस्तो भयो होइन, हुन्छ नि त पार्टीका मान्छेहरू पनि। त्यही हो, अब देशलाई जे चाहिएको छ त्यही नै भन्ने हो होइन। अब देशलाई त अहिले राजा चाहिएको छ होइन, राजा ल्याउनु पऱ्यो। किनभने देश सङ्कटमै परेको छ होइन। त्यो भएर हो। देशभक्ति कुरा गऱ्यो भने नेपाली नागरिक हो, देशभक्ति कुरा त गरिहाल्छ नि। हामी कुनै पार्टीको झोले होइन, स्वतन्त्र हो। यति हो कि हाम्रो चिन्ह, झन्डाको चिन्ह होइन नेपाल हो, त्यति हो। हामी कुनै पार्टीलाई को लागि भनेर झन्डा बोकेर हिँड्न नि हिँड्दैन र हिँड्दा नि हिँड्दैन होइन, र हिँड्नु नपरोस्। त्यही हो, देश बनाऊ। हाम्रो भोलिका हाम्रा छोरछोरीहरूलाई नेपाल भनेर देश चिनाउनु पर्छ। हाम्रो छोरछोरीले नेपाल होइन विदेशीको देश भनेर चाहिँ नचिनोस्। त्यही हो होइन। राजाले नै आह्वान त गर्नुभएको छ होइन। को राजा गरेर चाहिँ केही छैन। त्यही हो, हाम्रो देश बनाउनु पर्यो, देश सुरक्षित हुनु पर्यो र देशलाई बचाउनु पर्यो, त्यति हो। त्यही भएर सबैजनालाई आह्वान गर्छु, अब हुनु लागेको आन्दोलनमा चाहिँ सहभागी भइदिनु होला होइन। अब दुर्गा प्रसादले त भनिसकेका पनि छ कति दिन आन्दोलन हुन्छ थाहा छैन। हाम्रो देश बचाउनको लागि हो। त्यस्तै हो, अब देशलाई माया गर्नु पऱ्यो नि। हिमाल कस्तो राम्रो देखाएको छ नि त। यस्तो सुन्दर छ हाम्रो देश। हेर हिमाल कस्तो मजाको देखिरहेको छ। अब क्यामेरा चाहिँ देखेको छैन होला है, अहिले देख्यो भने छु। अब यहाँ देखिन्छ कि देखिँदैन त्यो चाहिँ थाहा भएन है, तर दामी नै देखेको छ है हिमाल। आम्मा अब झन् म त पोखरा टुर जाँदैछु, झन् यस्तो हिमाल खोल्यो त फेरि भ्लग त अनि खत्रै आउँछ त है। सक्छ त नि, सक्दैन नि। अहिले मुलपानी चौरको पुलिस चौकी यहाँ सरेको रहेछ। यताको त ध्वस्त बनाइदिएको छ क्या अरे, त्यो भएर यहाँ सर त्यो पनि देखाउँछ हजुरहरूलाई।
त आज पनि बिहेछ क्या हो यो चाहिँ चौकी ध्वस्त भएको छ जलाइदिएकै रहेछ चौकी पनि त्यो भएर लगायत म चाहिँ दाँची निस्केँ है दाँची मुलपानीको बाटो आयो भने फेरि दाँचीको टेलिकममा निस्किन्छ अब यहाँबाट साकुतर्फ चढेर अनि हजुरहरूको दसैँ कस्तो भयो कहाँ जानुभयो अहिले त अब ट्रेकिङ जाने टाइम रहेछ है प्रायः जस्तो यो तिहारपछि ट्रेकिङ एकदम जाँदछ मान्छेहरू तपाईँ दसैँ तिहारको बिचमा पनि ट्रेकिङ चाहिँ एकदमै बेसी जाने यो टाइम चाहिँ मेरो अङ्कल पनि अस्ति गएर आउनुभयो बेसी र गाइस म चाहिँ सागको आइपुगेँ यो सागको रिसोर्ट थाहा होला नि हजुरहरूलाई कतिलाई थाहा छ होला थाहा छैन होला है आउनुभयो होला नि सागको रिसोर्ट सागको बजार आइपुग्यो अब अझ 20-25 मिनट जति लाग्छ उभिन यहाँको चौकी पनि ध्वस्त बनाएको थियो अहिले चाहिँ रिकभर हुँदैछ बिचरा यहाँको पुलिसहरू चाहिँ कता बस्नु हुँदो रहेछ यो त ध्वस्त चाहिँ बन्दै छ है यस्तो चाहिँ गर्नु नहुने थियो है ओ के गर्नु यस्तै छ सागको बजार हाम्रो आइसक्रिममा पनि आउँछ यो राजेश्वर भने आएर खाइदिनु होला चाखेर फिडब्याक दिनु होला कमेन्टमा लगाए अब चाहिँ दक्षिण बाबाको उकालो दिन लाग्यो है अब उकालै छ क्या यो उकालो पनि जस्तै गाह्रो छ उकालो रोड सामान छ त्यो भएर अलिक गाह्रो हुन्छ जाम्बो रहेछ नि त कपाल जानै छैन आउनु होला यता दक्षिण बाबा आइपुगेँ है दक्षिण बाबा आइपुग्यो भने अब दक्षिण बाबा गेट आइपुग्यो मैले छोड्ने सामान पनि यहीँ अझ अगाडि हो चोकमा हो दक्षिण बाबा छिर्यो ल दक्षिण बाबा चोक आइपुग्यो यही हो हामीले छोड्ने चाहिँ ससल निरिसको बोर्ड छ ल नमस्कार यही पसल हो आइदिनु होला आएको बेला यहाँ यसो आइसक्रिम चाहेर गइदिनु होला है त ल म चाहिँ अब फर्केँ होइन आजको भिडियो चाहिँ छोटै हुन्छ होला है त्यही भएर ल आजको लागि यति नै है मैनु प्यार गर्थे भन्ने हन बजाउँदै गइरहेको छु क्या अब के हो ल आजको लागि यति नै है माया सपोर्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि यति भन्दै म चाहिँ बिदा हुन चाहन्छु जय नेपाल